छेउतिर टपरको छेउतिर राख्नु यस्तो राखिदिनु यसो राखिदिनु हो त्यसो यता छेउतिर राख्नु फोनमा हाल्नु है ओम कपिले यसो जल चाहिँ राखिदिनु फेरि ओम त्यो धुपदीप हालेर जल ओम दलो कपिले सबै मोटाका हाले आत्रे गोत्र पितृ ब्राह्मण सोधाहात कपिले सबैमा पुनर्जलम अध्याय प्रतिवचन हात एउटा पुष्प राखिदिन्छ अरे फेरि है भइदिनु पुष्पम समर्पयामि भन्छ हातमा अब फेरि एउटा मोटक सहित जल सहित एउटा मोटक हो त्यो पुष्पले जान्छ पितृहरूलाई केही अब यसो धुपदीप गर्ने बेला केही छुटपुट भएपछि मोटका हादी मोटक कपिले सबैले गायन पुनन्त मोटक अध्याय अमुक गोत्र आत्रे गोत्र पितृ ब्राह्मण वसु रुद्र स्वरूपान तर्पण शक्ति प्रतिष्ठ श्राद्ध देवशुद्ध गोदान दान प्रतिष्ठा गन्ध पुष्पम समर्पयामि सोधात गरिसे भनेर त्यो छोड्दिनुहोस् अब एउटा फेरि फल लैजान्छु अग्नि हाल्नुभयो त्यस्तै अलिकति आवश्यकता गौतिक आवश्यकता एउटा पुष्प राख्नुला हातमा ओम कपिले सर्वदेवाहानं पुनन्तु फलम ओम कपिले सर्वदेवाहानं पुनन्तु माधव पुणे महाकपिले सर्व भनेर यता सुन्नु पितृलाई सुन्नुहोस् है बनाएकै छैन कपिले सर्वदेवाहानं यो टोकै सुन्नुहोस् ठिकै छ आफ्नो जिउको सुरक्षा गर्नु होला मोबाइल पता कितना करे दिनको मोबाइल जान परिवारलाई पनि आइगो फर्किन्छ के माथिर फर्किन्छ माथिर फर्किन्छ किनरो आज मेच छोरो त के भयो खिच चलाइदिने मम्मी चलाइदिरहेको छु पकाएको देखाइदिने सिकालाई टिफिन हालिदिनु पर्नु आन्टी हालिदिनु यस्तो हालिदिनु लग्दैन ल ल्याउनुहोस् त छिटो उसलाई पनि सनमलाई पनि यसैमा गाडी आइयो प्लास्टिक छैन बस्नु त्यो प्लास्टिक खोज्दा त एउटै बनाइदिनुहोस् क्या छुट लग्दैन पहिला एउटै बस्दै खालको माथि फाल्नु सनमलाई पनि त्यसरी भनिस् एउटै घरमा दुलो किन परेको छ भन्छ यस्तै हो नानी त म आलु लसुन तोरी त भर्खर आज साग खानु पनि भएको छैन के गरे खाना पकाएर सक्नु के पकाउनु त धेरै बेर भयो सुँगुरी पकाउनु लाग्यो बासा छ के पकाउनु ब्राह्मणजी मैले तिमीलाई सिधा दान गरेँ सिधा यो अर्पण गर्दिनँ मैले दिएको सिधा लग्दिनँ भनेर यसो ब्राह्मणजीलाई सम्झिनु है पुनः हातेको तनाम हापा प्रयतिलोटिक मोटर आदि भुके परिसे भनेर छोडिदिनु अब यो हातमा एउटा कुसको टुक्रो लैजाने त्यो कुसको टुक्रो जलमा चोपेर लैजानु होला है ओम घिर्तेन ओम कुसो म कुसो परियादि
पुटका आदि के अपूर्ण त्यो सिधामा के अपूर्ण भएपछि त्यसलाई पुरा गर्ने अरे कसले अपूर्ण आदि पूर्ण आदि विकेन बिला सोदा तस्मै मन अमुक गोत्र आते गोत्र पितृ ब्राह्मण से आते कुशपट्ट ब्राह्मण से देव मुख शर्मन सपत्नी का नाम वसु रुद्र स्वरूपान तर्पण से एकतिष्ठ श्राद्ध बेशुद्ध गोदान दान प्रतिष्ठा परिवर्तनम नाम अध्ययन सोदा भूमन कपिलवटका आदि भावना से छोड़ ततो अपशब्देन